आखिरी भूपेन्द्रको भाउजू कहिलेसम्म सुध्रिलिन् अनि भुन्टी र भूपेन्द्रलाई राम्रो व्यवहार गर्लिन्। भुन्टी र त्यो नयाँ केटो को थियो यसरी बाटोमा ठोकिँदा आज हामी यस भिडियोमा पुरा बताउने छौँ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र भुन्टी सिरियलको आगामी भागमा के हुन्छ भन्ने बारेमा यस भिडियोमा पुरा बताउने छौँ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। जहिलेदेखि भूपेन्द्रका दाइ र भाउजू नेपाल आए तहिलेदेखि भूपेन्द्रको भाउजूले भुन्टीलाई राम्रो व्यवहार गरेकी छैनन् भने भूपेन्द्रको भाउजूले हामीहरूले सबै आफ्नो सम्पत्ति लिएर यो घर परिवारलाई हामीले हेर्नु हुँदैन भन्ने सोचमा भूपेन्द्रको भाउजू रहिरहेकी छिन्। भूपेन्द्रको भाउजूमा एक प्रकारको स्वार्थी र नमिठो वचन देख्दा यो भने भूपेन्द्रको भाउजूले राम्रो गरेकी छैनन्। आखिरी भूपेन्द्रको भाउजूमा कहिले यस्तो राम्रो बुद्धि आउला र घर परिवारलाई समेटेर भुन्टी र भूपेन्द्रलाई माया गर्लिन् भन्ने कुरा हामीहरूले एक प्रकारले नसोचे पनि हुन्छ। किनकि भूपेन्द्रको भाउजूमा त्यति दुःख परेको मान्छे होइनन्। उनले आफ्नो घर परिवार भन्ने कुरा कस्तो हुन्छ र त्यो उनलाई महसुस भएको छैन। कुनै दिन धेरै दुःख पाएपछि परिवारको महसुस हुनेछ, तब मात्र भूपेन्द्रको भाउजू बल्ल परिवारलाई राम्रो व्यवहार र आफू सुध्रिएको देखिनेछ। दर्शकबिन बल्ल अहिले भुन्टी र भूपेन्द्रको भाउजूमा एक प्रकारको झगडा र रिसिपीको कुराहरू देखिन थालेको छ भने अब भने कस्तो होला त? भुन्टी र भूपेन्द्रको भाउजूमा एक प्रकारको अब कहीँ कतै झगडा भएर उनीहरू लुसालुस गर्ने, एक प्रकारले हानाहान गर्ने, पिटापिट गर्ने त होइनन् भन्ने जस्तो पनि देखिन थालिसकेको छ। तर पनि भुन्टीले जे गरिरहेकी छिन्, आफ्नो श्रीमानप्रति गर्नुपर्ने कर्तव्य उनले पुरा गरेकी छिन्। भुन्टी सहने मान्छे होइनन्। सत्य कुरा र राम्रो कुरा भयो भने भुन्टी जस्तो कुरा पनि मान्छिन्। तर अन्याय र अत्याचार भुन्टीले सहदिनन्। यदि भुन्टी लड्न पर्यो भने पनि उनी आफू कमजोर भएर पनि अन्यायको विरुद्ध सधैँ लडिरहेको हामीले देखिरहेका छौँ। यस कुरामा भने हामीले भुन्टीलाई साथ दिनुपर्छ। भुन्टी अन्याय विरुद्ध सधैँ लडुन् भन्ने तपाईँहरूको चाहना छ भने यस भिडियोमा कमेन्ट बक्समा गएर भुन्टी भनेर लेखिदिनु होला। यति बेला भुन्टी सिरियल हेरिराख्ने दर्शकलाई त्यो नयाँ केटा भुन्टीसँग ठोकिएको को होला भन्ने एक प्रकारको जिज्ञासा बढिरहेको छ भने भुन्टीको जस्तै गाउँले पाराको त्यो कपडा लगाउने त्यो केटा कहीँ कतै भुन्टीलाई मन पराएको त थिएन। उनीहरू सानोमा एक प्रकारका साथी त थिएनन्। कहीँ कतै त्यो केटो सानोमा भुन्टीलाई मन पराउँथ्यो कि भन्ने यस्ता प्रश्नहरू पनि उठ्न थालिसकेको छ। यदि भुन्टीले पनि अब भूपेन्द्रलाई छोडेर भूपेन्द्रले दिएको दुःख सधैँ सहन हुँदैन भन्ने सोच भुन्टीमा आएर भुन्टीलाई धेरै माया गर्छ भने त्यो केटाले भुन्टीले पनि त्यसलाई माया गरेर आफ्नो जिन्दगी राम्रोसँग चलाउन् र भुन्टी एक प्रकारले सुख पाउन् भन्ने सबै दर्शकको भावना र मन रहेको छ। भुन्टी सधैँ हाँस्नुपर्छ। भुन्टीले विगतमा धेरै दुःख पाइन्। अब भूपेन्द्र सन्चो भएपछि पनि भुन्टीलाई माया गरेर राख्छन् भन्ने कुनै पनि ग्यारेन्टी छैन। किनकि भूपेन्द्रको गर्लफ्रेन्डले पनि भूपेन्द्रलाई बारम्बार भेट्न आएको हामीहरूले देखिरहेका छौँ। भूपेन्द्र सन्चो भएपछि फेरि त्यही गर्लफ्रेन्डसँग गएर आफूले बिहे गरेर आफ्नो जिन्दगी राम्रोसँग चलाउने त होइनन्। त्यस्तो अवस्थामा भने भुन्टी अल्पत्र पर्ने छिन्। भुन्टीको जीवनमा कोही पनि हुने छैनन्। त्यही कारणले पनि भुन्टीले आफूले मन पर्छ भने अहिलेको त्यो नयाँ केटासँग माया गाँसेर त्यहीसँग बिहे गर्दा पनि कुनै फरक जाँदैन। दर्शकबिन भुन्टीले यदि भूपेन्द्रलाई छोडेर अन्त अरू केटासँग माया गाँसेर बिहे गरिन् भने सबैभन्दा बढी टोकले हुनेछन्। किनकि टोकलेले भूपेन्द्रलाई पटक्कै मन पराएका थिएनन्। बारम्बार भूपेन्द्रको परिवारले भुन्टीलाई दुःख दिएको टोकलेले सम्झेका कारणले टोकले र भुन्टीको परिवारले पनि अर्को केटासँग माया बस्छ भने उनीहरू एक अर्कामा खुसी हुन्छन् भने भुन्टी अर्को केटासँग बिहे गरे भने भुन्टीको परिवार धेरै खुसी हुनेछ। यता भूमिकाको बिहे भने लगभग नहुने जस्तो देखिएको छ। किनकि भूपेन्द्रलाई अहिले यस्तो अवस्थामा उपचार गर्नको लागि पनि पैसाको धौधौ परिरहेको अवस्थामा भूमिकाको केटापट्टिकाले दाइजो र घर गहना धेरै खोजेकोले अब भूमिकाको बिहे लगभग नहुने जस्तो देखिएको छ। किनकि भूमिकाको बुवा आमाले त्यो घर गहना त्यो दाइजो दिन सक्दैनन्। त्यस्तो अवस्थामा भूमिकाको केटापट्टिकाले बिहे गर्दैन भनेर इन्कार गर्छन्। पक्कै पनि भूमिकाले अब त्यो केटासँग बिहे गर्न नपाउँदा
फेरि परिवारप्रति एक प्रकारको रिसिबीले जे पनि गर्न सक्ने र दुःख दिने पक्का गर्ने छिन्। टोकलेले एक प्रकारको आफ्नो बहिनीसँग त्यस्तो व्यवहार गर्नुहुन्थेन, तर पनि भुन्टीले टोकलेले भनेको कुरा नमान्दा टोकलेले त्यस्तो व्यवहार गरेका हुन्। तर पछि केही समयपछि टोकलेले आफ्नो बहिनीलाई भित्री मनबाट माया गरि नै राख्ने छन् र गरिरहेको पनि हामीले देखिरहेका छौँ। टोकलेले एक प्रकारले त्यस्तो गर्नुहुन्थेन। भुन्टी आफ्नो श्रीमानले त्यति दुःख दिँदा पनि त्यसैलाई मान गरेर त्यसैलाई स्याहार सुसार गर्न जानुहुन्थेन, मसँग आउनु पर्थ्यो र त्यसलाई छोड्नु पर्थ्यो भन्ने कुरा टोकलेले मनमा सोचेर भुन्टीलाई बारम्बार भनेको कुरा पनि भुन्टीले इन्कार गर्दा अहिले टोकले भुन्टीसँग रिसाएका छन्। केही समय रिसाएका छन्, तर भुन्टीलाई धेरै माया गर्छन् टोकलेले, यो भने हामीलाई थाहा छ भन्दै आजको भुन्टी सिरियलको रिभ्युज भिडियो यति नै। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। हस्त, धन्यवाद।